सबैमा नमस्कार, जय नेपाल। म आज पनि एउटा नयाँ विचार प्रस्तुत गर्न गइरहेको छु, जुन समसामयिक र सान्दर्भिक विचार रहेको छ। हाम्रो देशमा पछिल्लो समयमा आम निर्वाचन नजिक आउँदै गरेको छ र हाम्रो देशमा संसदीय लोकतन्त्र छ र संसदीय लोकतन्त्रमा पनि हाम्रो देशमा दुई प्रकारका सांसदहरू रहेका छन्। एउटा चाहिँ प्रत्यक्ष निर्वाचित संसद, जो चाहिँ हाम्रो प्रत्यक्ष मतदान निर्वाचन हुन्, अर्को चाहिँ समानुपातिक संसद। आज म यही समानुपातिक संसदको बारेमा आफ्नो विचार प्रस्तुत गर्न गइरहेको छु। वास्तवमा हाम्रो देशको संविधान 2072ले चाहिँ दुई प्रकारका संसदको व्यवस्था गरेको थियो, जुनमध्ये एउटा हो समानुपातिक संसद। वास्तवमा समानुपातिक संसद भनेको संविधानको आत्मा हो कि वर्तमान समय परिवेशलाई हेर्दा दलहरूको सौदाबाजी। म आज यसैको बारेमा आफ्नो विचार प्रस्तुत गर्न गइरहेको छु। लोकतन्त्र पदको प्रदर्शन होइन, प्रक्रियाको इमान्दारी हो। पद साधन हो र प्रक्रिया त्यसको मूल्य हो। प्रक्रिया कमजोर भयो भने पद जतिसुकै आकर्षक देखिए पनि लोकतन्त्र सधैँ खोक्रो हुन्छ। नेपालको सङ्घीय लोकतान्त्रिक संरचनामा संसद पद पनि यही दर्शनबाट निर्देशित हुनु पर्थ्यो। संसद हुनु भनेको केवल शक्ति प्राप्त गर्नु होइन, यो त समाजका विविध आवाजहरूलाई राज्य सत्तासम्म पुर्याउने एउटा संवैधानिक जिम्मेवारी हो। संसद कुनै दलको आन्तरिक व्यवस्थापनको केन्द्र पनि होइन, न त कुनै शीर्ष नेताको निर्णयमा रबर स्ट्याम्प लगाउने संस्था हो। यही बुझाइबाट समानुपातिक प्रतिनिधित्वको अवधारणा जन्मिएको हो। समानुपातिक प्रणाली भनेको दया वा राजनीतिक सम्झौताको उपज पनि होइन र सदियौँदेखि राज्यको निर्णय प्रक्रियाबाट बाहिर पारिएका हाम्रो देशको हकमा महिला, दलित, आदिवासी, जनजाति, मधेसी, थारू, मुस्लिम र अन्य सीमान्तकृत समुदायलाई समेटेर मात्र लोकतन्त्र पूर्ण हुन्छ भन्ने ऐतिहासिक बोधबाट यो व्यवस्था आएको हो। त्यसैले समानुपातिक संसदलाई दोस्रो दर्जाको प्रतिनिधि ठान्नु संवैधानिक अज्ञानता मात्र होइन, यो त लोकतान्त्रिक मूल्यप्रतिको एउटा असम्मान पनि हो। तर आज हामीले यो भन्दै गर्दाखेरि फेरि एउटा आज नयाँ प्रश्न उठिरहेको छ। हामीले प्रणालीको आत्मा ग्रहण गऱ्यौँ कि केवल यसको खोल मात्र सम्हाल्यौँ? संविधानले समानुपातिक सूचीलाई समावेशिता र सामाजिक न्यायलाई गम्भीर दस्तावेजका रूपमा परिकल्पना गरेको थियो। त्यो सूची सार्वजनिक प्रतिबद्धता हुनुपर्ने थियो, तर व्यवहारमा यो दलभित्रको शक्ति सन्तुलन मिलाउने साधन बन्दै गयो। पहुँचवालाहरू, नातागोता, चन्दादाता, नेताका आसेपासे, कहिलेकाहीँ त सेलिब्रिटीहरूको समेत नाम सूचीको अग्रमोर्चामा देखिन थाले। सामाजिक न्यायको औजार दलभित्रको सौदाबाजीको कागजमा सीमित हुँदै गयो। यहाँ समस्या व्यक्तिमा मात्र होइन, चयन दर्शनमा हो के। जब सामाजिक सङ्घर्ष र वैचारिक प्रतिबद्धता र समुदायसँगको गहिरो सम्बन्ध भन्दा को हाम्रो भन्ने प्रश्न प्रधान बन्छ, तब लोकतन्त्रको आत्मासँग त्यसले सम्बन्ध विच्छेद गर्छ। लोकतन्त्र सम्बन्धको व्यवस्था होइन, यो त एउटा उत्तरदायित्वको व्यवस्था हो। तर समानुपातिक सूची सम्बन्धको आधारमा बनेपछि संसद विचारको थलो होइन, केवल कृतज्ञताको थलो बन्छ। दार्शनिक रूपमा लोकतन्त्र सङ्ख्याको शासन मात्र होइन, यो एउटा विवेकको शासन पनि हो। बहुमत तबसम्म वैध हुन्छ जबसम्म अल्पसङ्ख्यकको आवाज सुरक्षित हुन्छ। यही विवेक जोगाउन हामीले हाम्रो संविधानमा समानुपातिक प्रणाली ल्याएका थियौँ। तर जब विवेकलाई अवसरवादले विस्थापित गर्छ, तब लोकतन्त्र प्रक्रियामा त रहन्छ, तर उद्देश्यमा हराउँछ। चुनाव हुन्छ, संसद बन्छ, विधेयक पास हुन्छ, तर समाजको आत्मा चाहिँ प्रतिनिधित्वविहीन रहन्छ। समानुपातिक संसदको जिम्मेवारी प्रत्यक्ष निर्वाचित संसदभन्दा कम होइन, बरु बढी हुन्छ। उनीहरू प्रत्यक्ष मतबाट निर्वाचित भएका पनि होइनन् र संविधानको विशेष भरोसाबाट संसदमा पुगेका हुन्छन्। त्यसैले उनीहरू जनताप्रति मात्र होइन, संविधानको मर्मप्रति पनि जवाबदेही हुन्छन्। तर चयन प्रक्रिया नै अपारदर्शी भयो भने संसदले आफ्नो स्वतन्त्र विवेक प्रयोग गर्न सक्दैनन् र संसद बहसको मञ्च
त्यसपछि संसद बहसको मञ्च होइन, अनुमोदनको अनौपचारिक संस्था बन्छ। अर्को भ्रम पनि यहाँ फेरि अहिलेको अवस्थामा हाम्रो देशमा अर्को भ्रम पनि फैलाएको छ। पुराना दलहरू असफल भए नयाँले मात्र सुधार गर्छन्। यो नारा हामी धेरैलाई सुन्दा आकर्षक लाग्न सक्छ, तर निष्कर्ष कमजोर छ। लोकतन्त्र न उमेरले चल्छ न नामले, लोकतन्त्र संस्कारले चल्छ। समानुपातिक बन्द सूची हेर्दा आफूलाई वैकल्पिक भन्ने दलहरूले पनि उही पुरानो प्रवृत्तिको पुनरावृत्ति भएको देखिन्छ। यसले स्पष्ट बनाउँछ समस्या अनुहारमा होइन, समस्या संरचनामा छ। समानुपातिक प्रणाली स्वयं दोषी होइन, दोष यसको प्रयोग गर्ने राजनीतिक चेतनामा छ। संविधानले कोटा, प्रतिशत र समुदायगत प्रतिनिधित्वको मर्म स्पष्ट पारेको छ, तर दलहरूले मापदण्ड गोप्य राख्ने, निर्णय केही सीमित व्यक्तिमा केन्द्रित गर्ने र आलोचनालाई विरोध ठान्ने प्रवृत्तिले प्रणालीलाई चाहिँ एउटा अपारदर्शी बनाएको छ। प्रक्रिया अस्पष्ट हुँदा विश्वास कमजोर हुन्छ र विश्वास कमजोर हुँदा लोकतन्त्र अनौपचारिकतामा मात्र सीमित हुन्छ। अब फेरि प्रश्न राजनीतिक मात्र होइन, नैतिक पनि हो। हामीले संसदलाई जनताको आवाजको संसद बनाउने कि नेताको निर्णय अनुमोदन गर्ने संस्थान बनाइरहने? आजको एउटा प्रश्न। सुधारको बाटो अस्पष्ट छैन। समानुपातिक सूचीका मापदण्ड सार्वजनिक, स्पष्ट र मापनयोग्य हुनुपर्छ। समुदायभित्र वास्तविक सामाजिक जरा, सङ्घर्ष र योगदान भएका व्यक्तिहरूलाई प्राथमिकता दिनुपर्छ। दलभित्र आन्तरिक लोकतन्त्र बलियो बनाउनुपर्छ। संसद बनेपछि उनीहरूको कार्य सम्पादनको निमित्त सार्वजनिक मूल्याङ्कन गर्ने संस्कार हामीले विकास गर्नुपर्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने समानुपातिक प्रणालीलाई दिने पद होइन, सेवाको अवसर ठानिनुपर्छ। अनन्त लोकतन्त्र कुनै दलको निजी सम्पत्ति पनि होइन। संहिता कसैको कृपादान पनि होइन, जनसङ्घर्षको उपज हो। आज संविधानको आत्मालाई गम्भीरतापूर्वक सुन्न सकिएन भने भोलि इतिहासले कठोर प्रश्न सोध्नेछ। समानुपातिक प्रणाली सुधार्नु राजनीतिक आवश्यकता मात्र होइन, लोकतान्त्रिक नैतिकताको परीक्षा पनि हो। आजको नेपाली राजनीति यही परीक्षाको कठघरामा उभिएको छ। धन्यवाद। जय नेपाल।